ल चैते दसैँको यो चाहिँ हाम्रो गाउँको पूजा गर्ने ठाउँ। यो चाहिँ भण्डारा भन्छ होइन। यसो जङ्गल माथिको भाग चाहिँ चैते दसैँको यहाँ चाहिँ हाम्रो यो गाउँ पूजा गरिसकेपछि यो मासु अनि त्यसपछि के अरे प्रसादहरू बाँड्ने भाग लाउने ठाउँ उहाँ चाहिँ थोरै रमाइलो गर्नुभएको छ। यहाँ चाहिँ हाम्रो अहिले चाहिँ यो पञ्चल भएको कारणले गर्दा र पहिले जस्तो गाउँमा मान्छेहरू खासै छैन। हुन त अहिले 35 घर त रहेछ, तर सबै घरको मान्छेहरू चाहिँ नआएको भएर तपाईँहरूले चाहिँ थाल कटौराहरू देख्न सक्नुहुन्छ। गाउँघरको यस्तै हो है त। यो चाहिँ हाम्रो गाउँको ग्राउन्ड हो है त। भलिबल ग्राउन्ड हो यो। यसरी जाली लगाएको छ। अनि यो चाहिँ हाम्रो भवन हो, धेरै पुरानो भवन हो। अहिले चाहिँ यसलाई मर्मत सम्भार अथवा अहिले चाहिँ हाम्रो उट्टापट्टि नयाँ भवन बनिरहेको छ त्यो है त। यहाँ तलतिर चाहिँ एउटा पुरानो पोखरी थियो। हामी चाहिँ केटाकेटीमा यो पोखरीमा पौरिनी रमाइलो गर्ने गर्थ्यौँ है त। पौरिन सिकेको चाहिँ त्यही नै। वहाँ यहाँदेखि चाहिँ किटेनी देखिन्छ। यहाँ टावर पनि देखिएछ। यो देखिएको चाहिँ ढाडीकोटको डाँडा र यता चाहिँ यो डाँडा खानी, यो डाँडा खानी हो। अनि यो चाहिँ किटेनी र यो यहाँ उत्तिसको रूपले छेकिरहेको छ। यो ठाउँ चाहिँ नामरुक। यसरी हाम्रो यो चाहिँ बाँसकोट अलि छक्क देखियो। यहाँ चाहिँ हाम्रो पुलिस चौकी छ, बरेङ डाँडाको पुलिस चौकी। यो एरियामा चाहिँ यो चाहिँ भइहाल्यो। यो चाहिँ हाम्रो जङ्गल यसरी छ। यो चाहिँ हाम्रो गाउँको कालीलेक जङ्गल है त। ल अहिले हाम्रो गाउँको बाटो यस्तो छ। भनेको धेरै मर्मत सम्भार गर्न पर्ने आवश्यक छ। त्यही हो यहाँ 30 बत्तीमा गुडियामा आदिन चाउला हामीले हेरेको हालेको नि। होइन कता जानु हुँदैन। तपाईँ यहाँ झोल हाल्नु बेला होइन।
तारातिर उबाट यो चाहिँ बाटो हैन कुकुरले खाने हो त्यो चाहिँ सिस्टम भातिने सिस्टम चाहिँ भात त पाएको भयो ओहो भयो खाली नि त्यो पाएको छ मासु त त्यो खाने पनि टेन्सन छ त्यो बनाएर ल्याएको सक्छ मासु त कहाँ खानु भयो खानै भएन त्यो चाहिँ डरको चाहिँ खै त्यसो नभन त त्यस्तै खाइदिन्छ मलाई भयो भने मैले उता टोकन राखिदिएँ पक्मुटो पाउन माग्नु त निकालिदिनु त्यहाँ ल्याउँदै हुनुहुन्छ